विश्वास गर्दा करोडबाट रोडमा आए लोकवीर दाई। राम्रा दिन आए मेरा सुख का दिन आए मारा आए म ल अब दुई परिवार बस्नुपर्छ खानुपर्छ भन्दा भन्दै अब देख्नु आफूलाई भन्दा बढी विश्वास गरेको श्रीमती यसरी अरू परपुरुषसँग सल्किएर मस्ती गर्दै गरेको भिडियो नै उनले देखिसके पछाडि यति बेला लोकवीर छाँगाबाट खसे जस्तै भएका छन्। 36 वर्ष भइसक्यो, 24 वर्ष भइसकेपछि नाति चाहिँ 1.5 वर्षको सोध्नु कल्पना भयो नि त मेरो। श्रीमती कति वर्षको हुनुहुन्छ तपाईँको? 47 वर्ष जति भयो। 11 वर्ष कतार र मलेसियामा दुःख गरेको पैसा सबै श्रीमतीकै नाममा पठाए। मेन रोडमै यति ठुलो घर ठडियो। अब कति खाडीमा दुःख पसिना बगाउने नेपालमै फर्किन्छु, परिवारसँगै रमाउँछु भनेर आएका लोकवीर अहिले मरु कि बाँचु भएर तडपिएर बाँचिरहेका छन्। घर श्रीमतीकै नाममा, न श्रीमती न पैसा, केही न केही हात लाग्यो शून्य। अहिले श्रीमती एकाएक बेपत्ता भएपछि रुँदै सुर्खेतबाट मलाई खोज्दै बर्दिया आइपुग्नु भएको छ। सधैँ नमस्कार। नमस्कार। हजुरको नाम? लोकवीर कामी। कहाँदेखि आउनुभयो अहिले यति बिहानै? म बोडेचौरबाट। बोडेचौर भने कहाँ पर्छ? बोडेचौर भन्ने सुर्खेतबाट अहिले यहाँ बर्दिया आउनुभयो? बर्दिया आएँ तपाईँलाई खोज्दै। मलाई किन खोज्दै आउनुभयो तपाईँ? अब केही मौका पाउँछु भनेर खोज्न आएँ। के समस्या पर आउनुभयो? समस्या अब यस्तै हो, बुढी हराई। हजुर। मेरो कमाएको सम्पत्ति सबै उतै गयो। हजुर। घर पनि उसैको नाममा, सम्पत्ति पनि उसैको नाममा, अनि छोरो पनि उसैको भएर समस्या पर आएमा। छोरो पनि उसैको फेरि। मेरो पहिला 13 वर्षै बिहा गरिदिए मेरा मामाले। हजुर। फेरि एक फेर बिचमा कटाकुटु पो छाडाछुटुम भयो हाम्रो। त्यहाँदेखि फेरि हाम्रो कटाकुटु बिचमा भएर 9 वर्षमा हामी बसेर फेरि छाडाछुटुम भयो हाम्रो। हामी चाहिँ फेरि उस अन्त गयो, विवाह भयो अन्त ठाउँ उसको भएर फेरि अब उसको छोरो चाहिँ भयो है अन्त ठाउँ भएर ऊ छोरो फेरि 9 महिनाको थियो। मैले ल्याएर पालेँ तालेँ, फेरि पुनः फर्केर आएँ। ल मेरो बुढी आई भने बस्यौँ, खायौँ पियौँ। 36 वर्ष म फेरि साथै बसेको फेरि 36 वर्ष बढेर ठुलो बिल्डिङ गर्छ मेरो मेन रोडमा। छोरालाई सुर्खेतमै? सुर्खेत। हजुर। अब त्यहाँदेखि के हो भन्नुहुन्छ भने अब छोरो उसलाई हुर्काएँ छोरै यही हो भन्यौँ, पाल्यौँ ताल्यौँ। 24 वर्षको छोरो भयो, अहिले दुबई पठाएको छु। म मान्छे कतार गएको थियो, 8 वर्ष बसेर आएँ। 8 वर्ष बस्नुभयो कतार? 8 वर्ष बसेर लगभग 1 करोड जति मैले कमाएँ पैसा। 1 करोड पैसा? के काम गर्नुहुन्थ्यो कतारमा? यस्तै बलदेव काम गर्थेँ। अनि बलदेव काम भन्यो भने नगरपालिका भन्छ त, त्यही काम गर्थेँ। कचरा टिप्ने काम अनि गरेर म त्यत्रो पैसा कमाएँ। मलेसिया 3 वर्ष, 11 वर्ष विदेश पैसामा। बिचमा घरमा आउनुहुन्थ्यो? मलेसियाबाट त म एक बेला 3 फेर आएँ, 3 वर्ष घर आएँ। कतारबाट 8 वर्षमा घर आएँ मैले, एकैपटक आएँ म 8 वर्ष। श्रीमतीसँग त्यति बेला तपाईँ विदेशमा हुँदाखेरि पनि यता त कुरा हुन्थ्यो, राम्रै हुन्थ्यो कि कस्तो? पहिला त राम्रै हुन्थ्यो, पहिला त राम्रै। विदेशमा हुँदाखेरि यतातिर श्रीमतीसँग कुरा हुन्थ्यो। म अब ठिकै छ बस खा अनि छोरो पाल अनि छोरोलाई विदेश पठाइयो, कहाँ नेलजेल पर्ने पनि छुट्टा। अझै पनि म मुद्दा लगेर पनि जितिहालेँ। पहिलो ऊ गएर पनि म मुद्दा लगेर पनि अहिले आउँछु। अनि उसको छोरालाई यत्रो बनाएँ, ठुलो बनाएँ, पढाएँ लेखाएँ, बिएड क्लियर गरेको छ। अनि दुबई पठाएको छु। अहिले फेरि त पुलिस पनि आए, उसलाई जोगाउनलाई मैले कति धामा गरेर पनि अहिले मलाई यत्रो बिचमा तपाईँबाट छोराछोरी केही भएन? केही भएन। म के भन्छु भने उसलाई अब छोरा यही हो हुन्थे, जसुकै होस्, तेरो पनि छोरा मेरो पनि छोरा भने। अरूबाट ल्याएको भए पनि तपाईँले उसलाई आफ्नै छोरा अझै पनि माया गर्छु नि त। पाल्नु भयो, अहिले विदेश पनि पठाउनु भयो? हजुर, विदेश दुबई पुगेको छ, अहिले 1 लाख कमाउँछ। छोरासँग कुरा हुन्छ हुँदैन? हुन्छ, आजबाट अब कुनै त केही सम्झायो भने के गर्यो भने अब त्यो अब छोड्न लाग्यो मलाई है। ए भनेपछि अहिले छोरासँग पनि तपाईँको कुराकानी हुँदैन राम्रोसँग? अब बिहान फोन हाने कुराकानी भएको छैन। अनि अब के गर्ने होला, यसलाई कसो गर्ने होला? सम्पत्ति उसको नाममा छ फेरि। दर्शक महानुभावहरू,